नमस्ते हजुरहरूलाई राई माइला किचनमा स्वागतम गर्दछु। आज म बनाउन गइरहेको छु कैँची माछा। यसलाई चाहिँ मैले नुन पानीमा मजासँगले धुएँ। यसको चिप्लोपन गइसकिन्जेलसम्म त्यसपछि यसलाई मैले मरमसला लगाएर बनाउन लागेँ। हजुरहरूले पनि स्वाद अनुसारले नुन खोर्सानी राख्न सक्नुहुन्छ। त्यसपछि मैले चाहिँ यसलाई मजासँगले मोल्दै जाँदा यसको चाहिँ कैँची बामको चाहिँ के हुँदो रहेछ भनेदेखि यसको चाहिँ अलिकति धार हुँदो रहेछ। यसले चाहिँ चस 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 घोच्दो रहेछ। तैपनि ठिकै छ, केही छैन भनेदेखि यसलाई चाहिँ मैले कागती लाइवरी एकछिन राखिवरी चाहिँ त्यसपछि यसलाई मैले फ्राई गर्न लागेँ। फ्राई गरेको यसको चाहिँ पुरा पट पड्केर हो एकछिन त तेलको पड्काइ चाहिँ एकदम मजाले खाइयो। तैपनि तार्न छोडिएन। यसलाई चाहिँ मजासँगले रातो हुँदैसँगले चडाम भातको चाहिँ बनाउनु पर्यो भनेर चाहिँ म लागेँ। अब साथीहरू अब चाहिँ तयार भइसक्यो होइन। हजुरहरू पनि यसरी नै बनाएर खानुहोस् है, एकदम मस्त हुन्छ। हजुरहरूले लाइक सब्सक्राइब पनि गरिदिनुहोस् है त। धन्यवाद।